अहिले भर्खर चाहिँ अब माथि झन्डे डाँडाबाट चाहिँ ओह्रालो लगाइसक्नु भएको जानकारी छ दुईजना धावकहरू। अनि अहिले चाहिँ यहाँनिर अब फाइनल तयारी हुँदैछ यहाँ फर्स्ट सेकेन्ड थर्ड छिटाउनको लागि को हुनुहुन्छ अब हेरौँ लेट्स सी। अनि थोरै देखाउने छु होइन। अहिलेको मौसम यस्तो छ मान्छेहरू डन्नै हुनुहुन्छ यहाँनिर प्रतीक्षामा हुनुहुन्छ कसले चाहिँ बाजी मार्नुहुन्छ भन्ने प्रतीक्षामा हुनुहुन्छ। यहाँनिर सब प्रतीक्षामा हुन्छ। सबजना एक्साइटेड हुनुहुन्छ। दिप्सन सर त्यो चौरी भएकोमा चाहिँ गर्नु ल। दिप्सन सर चौरी भएकोमा चाहिँ तले चाहिँ आयोजना भएको धावकको नाम वाचन गर्न गइरहेका छौँ। सेकेन्ड दोस्रो स्थान समाप्तका लागि दोस्रो धावकलाई समाप्तका लागि गजेन्द्र प्रसाद तुमेङज्यूलाई म तयारी अवस्थामा बसिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। गजेन्द्र प्रसाद तुमेङज्यू द्वितीय स्थान हासिल गर्नुभएको छ। तेस्रो स्थानको सन्तोष चामलिङ राई, प्रथम अर्जुन कुलुङ, द्वितीय धीरज बुढा। सायद ताप्लेजुङकै धावक हुनुपर्छ उहाँ, ताप्लेजुङकै धावक हुनुपर्छ सायद हामीलाई जानकारी प्राप्त भए अनुसार। अब तपाईँहरूको ध्यान म यता गेटतर्फ मोड्न चाहन्छु। यो हाम्रो निम्तलाई स्वीकार गरेर पश्चिम प्रदेशका माननीय मन्त्री खगेन सिंह हेम्ब्रम हाम्रो कार्यक्रम स्थलमा उपस्थित भइसक्नु भएको छ। उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ र फेरि तयारी बस्नु होला। अघि मैले भनेको नामहरू आउँदै हुनुहुन्छ। सायद एक नम्बरमा आउँदै हुनुहुन्छ। प्राप्त गर्नेछ र अन्य 28,586 रुपियाँ प्राप्त गर्नुहुनेछ र अन्य 57 पुरस्कार जित्नुहुने चौरीहरूले 8,586 रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ। अहिले तपाईँहरूको माझमा विष्णु भोटेको चौरी प्रदर्शन भइरहेको छ। सायद यसको मापदण्ड छ, यसको मूल्याङ्कनको मापदण्ड छ। खेला टोली आइसकेको छ।
आदरणीय खगेन सिंह हङ्गामज्यूलाई यो ट्रफीको रातो कपडा उगारेर ट्रफी अनावरण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। ट्रफी यस्तो रहिरहेको छ, एकचोटि उचालिदिनु होला, एकचोटि उचालिदिनु होला मन्त्रीज्यू। हस्, यो ट्रफी यो पटकलाई यो ट्रफी अर्जुन कुलुङको बोल्टामा परेको छ। यदि उहाँले लगातार अर्को 2 वर्ष पनि यस्तै प्रथम स्थान हासिल गर्न सफल हुनुभयो भने यो ट्रफी उहाँको सदाका लागि हुनेछ। धन्यवाद मन्त्रीज्यू। उहाँले राम्रो प्र्याक्टिस गर्न हैन, राम्रो प्लेटफर्म पाउनु भएको खण्डमा उहाँ राम्रो खेलाडी बन्नुहुनेछ। अभिषेक गुरुङ, विशाल राई, धेरै यस्ता प्रतिभाहरू यो सिजनका पर्यटन महोत्सवले जन्माएको छ। समाप्त भयो पुरस्कार वितरणको कार्यक्रम धमाधम भइरहेछ। धावक साथीहरू टप 10 मा पर्नुहुने धावक साथीहरू छिटो आइदिनु न एकचोटि। फोटो सेसन छ, च्यालेन्जिङ हानिरहेछ हैन, आउँदै हुनुहुन्छ, 4 जना देखिरहेको छु। बबाल च्यालेन्जिङ फेरि पनि अब कहाँ सुत्ने हो भनेर म ब्लगमा भन्न चाहन्छु। उता हेर्नु पर्यो कान्छा। बेस्ट अफ लक आगामी दिनमा पनि। अहिले हाम्रो सामुन्नेमा हुनुहुन्छ, हाम्रो अगाडि हुनुहुन्छ सिजङ्गा पर्यटन महोत्सव 2082 ने स्लोगन का साथ सिरजंगा गाउँपालिकाद्वारा आयोजना गरिएको सिरजंगा पर्यटन महोत्सव 2082 को समापन समारोहका सधैँ अध्यक्ष सबैलाई नमस्ते। नमस्कार सेवारू, तपाईहरु नमस्ते हुनुहुन्थ्यो। म चाहिँ के गरेको म तपाईँलाई केही पंक्तिहरू सुनाउँछु अनि म जान्छु। किनभने यदि म तपाईँहरूको ठाउँमा थिएँ भने यो जाडोमा चाहिँ कविता सुन्नेभन्दा बढी नाच्थे नै होला। त्यसैले छोटो छोटो केही कुराहरू भन्छु। अनि ल यो हाम्रो लामो कपाल भएको भाइको लागि पनि म सुरु है। आज हजुरले आज जो हाम्रो यो म्याराथनमा जित्नु भएको विजेता पनि हुनुहुन्छ, उहाँको लागि एकचोटि ताली बजाइदिनुहोस् न प्लिज। म चाहिँ यहाँ आउने बित्तिकै उहाँले त्यो जब रातो रिबिनलाई छुने बेलामा जसरी सेलिब्रेट गर्नुभयो जित, त्यो देख्दा खुब आनन्द आयो। त्यही हेर्नु आएको जस्तो लाग्यो, खुब आनन्द लाग्यो। ल अब कोही यता हुनुहुँदो रहेछ, म यतातिर जानु पर्ला। यताबाट ठिक छ हुन्छ। म अर्कोचोटि आउँदाखेरि चाहिँ सिरिजङ्गामा नाच्ने कविता पनि लिएर आउँछु। हुन्छ। यो चाहिँ भर्खर लप पर्दाखेरिको कविता हो। कसको भर्खर लप पर्दा हात उठाउनु त। ल यो अगाडिको तिनवटा भाइको लागि है त यो कविता चाहिँ। ल म एक्लो छैन, म जस्तै अर्को एक्लै छ, दुईटा एक्लो सँगै हुनुको मजा पनि त बेग्लै छ। मेरो कहानी लेख्ने पनि एक्लै बसेर लेख्दैछ, मेरो कहानी लेख्ने पनि एक्लै बसेर लेख्दैछ। मलाई कसैले देखोस् नदेखोस्, देख्नु पर्नेले देख्दैछ। मलाई मै जागिर दिन्छु, मलाई मै जागिर दिन्छु, मलाई मै तलब दिन्छु, मलाई मै जागिर दिन्छु, मलाई मै तलब दिन्छु, मलाई म हुनलाई चाहिने जति सब दिन्छु। हरेक दिन अलग दिन्छु, नपुगेर ठाउँमा लगिदिन्छु, हरेक दिन अलग दिन्छु, नपुगेर ठाउँमा लगिदिन्छु। आफैलाई खर्चेर कमाएको हुँ, म आफैमा खर्चेर सक्दिन्छु। बाँकी चाहिँ अर्कोचोटि श्रीरङ्गामा कथामा भेटौँला। धन्यवाद।
अनि आज मसँग अन्तिम दिन लास्ट दिन फाइनल हिजो भइसक्यो 13 गते सकिसक्यो अनि आज अब यहाँबाट छुट्ने दिन काटकुट गरेर जोडजाड गरेर लाउने छु हेर्नुलाई हैन आज चाहिँ अब यस्तो रातलाग्दो भइसक्यो अनि अहिले चाहिँ हाम्रो कार्यक्रम सकिएर यहाँनेरि अतिथि नवराज दाइहरुलाई लिएर ल्याम्पो दिनतिर फर्किँदैछु कति टाइम लाग्छ हैन लेट्स सी अनि अहिले चाहिँ महोत्सवबाट फर्केर आम्जी खोला छेउछाउ आइपुग्यो म पछाडि चाहिँ कवि नवराज पराजुली आउँदै हुनुहुन्छ अनि सँगसँगै उहाँसँग फोटोग्राफर पनि आउँदै हुनुहुन्छ अनि हामी चाहिँ आम्जी खोला पुग्यौँ अनि आज चाहिँ बिहानै त्यस्तो क्यामेरा निकालेर के खिच्ने भन्ने भाइब चाहिँ आएन कि बेलुका पनि त्यस्तै गजङ भयो अलि लेट सुताइ भयो बिहान उठेर क्यामेरा निकाल्ने अल्छी लाग्यो कि अब यहाँदेखि हुँदा चाहिँ अलिअलि क्लिपहरू हाल्छु हेरिदिनु होला अन्तिमसम्म हेरिदिनु होला अनि अहिले चाहिँ हामी आम्जी खोला आइपुगेको छौँ हामी चाहिँ यहाँ एकछिन स्टे गर्छौँ स्टे गरेर अनि खाजा खान्छौँ खाएर होइन खाजा खाएर झर्छौँ हामी ओह्रालो अनि हामीभन्दा पछाडिको टिम पनि आइसक्नु भएको छ यहाँ रेस्ट गर्दै हुनुहुन्छ यहाँ चाहिँ अस्ति अनि अहिले चाहिँ हामी धुपी डाँडाभन्दा ओह्रालो लागिसक्यौँ अनि सबैजीको टोलीतिर जाँदै हुनुहुन्छ अब तल पुर्याउने अनि अब नेट पनि आउँछ होला नेट पनि खोल्ने डाँडादेखि बिस्तारो जाने आज यामको दिनै हुन्छ होला बस है हेरौँ
अनि अहिले चाहिँ 4:45 जति गयो अनि अहिले चाहिँ हामी जुन ठाउँबाट गाडी छोड्यौँ त्योबाट माथि लागेको छौँ अनि अब चाहिँ सबैजना लगभग माथिको टोली अब पछाडिको आउने टोली बाहेक हामी सेकेन्ड लास्टको टोली आइसकेको छौँ अनि यामफुदिनको आजको बेलुकाको दृश्य यस्तो रहेको छ तल थुङ्गिम बजार हो त्यो तलको अनि त्यहाँदेखि परसम्म देखिन्छ अनि यो वार्ड भएको थुङ्गिम अनि परको भोटे गाउँ यस्तो छ साँझको समयमा अनि पानी पर्न लागेको छ कालो बादलले सबैतिर ढाकेको छ अनि म पनि आफ्नो गन्तव्यतिर निरन्तर लागिरहेको छु आफ्नो गन्तव्य आजको गन्तव्य हामीले प्रतिकूल मौसमका बावजुद पनि श्रीजङ्गा पर्यटन महोत्सव 2082 लाई सम्पन्न गरेका छौँ सम्पूर्ण हाम्रो निमन्त्रणालाई स्वीकारेर उपस्थित हुनुभएको सम्पूर्णलाई धेरै धेरै आभार व्यक्त गर्दछु हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भयो कतिपय कुराहरूमा त्रुटि भयो होला कतिपय यो पहिलोचोटि भएर धेरै कुराहरू व्यवस्थापन गर्न कठिनाइ भयो होला त्यसमा हामीलाई क्षमा आयोजकको तर्फबाट क्षमा प्रार्थी छौँ हामीलाई क्षमा दिनुहुनेछ अनि कतिपय कुराहरूमा हाम्रो निमन्त्रणालाई पुगेन होला यहाँहरूले क्षमा दिनुहुनेछ भन्दै अबको ब्लग चाहिँ लगभग म यहीँ अन्त्य गर्छु यहीँबाट अन्त्य गर्छु यहाँबाट तल चाहिँ अब एकदम गाह्रो भइरहेछ पानीमा भिजिरहेछ अनि पानीमा भिजेपछि सुट गर्न गाह्रो छ अब अघि पनि खासै सुट गरिएन पानी परिरहेको थियो क्लिप बनाएको थिएँ सबैजनाले माया गरिदिनु भएको छ धेरैजना नयाँ भ्युअर्स हुनुहुन्छ उहाँहरूले कृपया च्यानललाई नयाँ भ्युअर्सहरूले सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला जस्तो छ त्यस्तै प्रतिक्रिया राखिदिनु होला आगामी दिनमा मलाई त्यो सुधार्ने मौका मिल्नेछ भन्दै यो ब्लगलाई म यहीँ अन्त्य गर्छु।